कोरोना भन्दा 5 गुणा खतरनाक निपा भाइरस भारतमा फैलिँदै नेपालमा कति छ खतरा? के हामी अर्को एउटा गम्भीर स्वास्थ्य सङ्कटको नजिर छौं? कोभिड-19 को त्रास बिस्तारै कम हुँदै गर्दा अहिले छिमेकी मुलुक भारतमा अर्को एउटा प्राणघातक भाइरसले सन्नाटा मचाएको छ। त्यो हो निपा भाइरस। विश्व स्वास्थ्य संगठन WHO ले संसारका 10 घातक महामारीको सूचीमा राखेको यो भाइरस अहिले भारतको पश्चिम बंगाल अर्थात् नेपालको सिमाना नजिकै देखिएको छ। मृत्युदर 40 देखि 75% सम्म रहेको यो भाइरस आखिर के हो? यो कसरी सर्छ र नेपालमा यसको जोखिम कति छ? आजको भिडियोमा हामी सन् 1998 को मलेसियाको त्यो डरलाग्दो घटनादेखि लिएर आज नेपालको सिमानासम्म आइपुगेको निपा भाइरसको सम्पूर्ण नालीबेली केलाउनेछौँ। कथा सुरु हुन्छ सन् 1998 बाट। मलेसियाको पेराक राज्यको एउटा गाउँ काम्पुङ सुङ्गाई निपा। यहाँका मानिसहरूको मुख्य पेसा सुँगुर पालन थियो। सेप्टेम्बर महिनामा अचानक सुँगुर पाल्ने किसानहरू धमाधम बिरामी पर्न थाले। लक्षणहरू सामान्य थिएनन्। उच्च ज्वरो आउने, टाउको फुट्ने गरी दुख्ने र हेर्दा हेर्दै मानिस बेहोस हुने। अझ डरलाग्दो कुरा त के थियो भने मानिसमा देखेका यस्तै लक्षणहरू खोरका सुँगुरहरूमा पनि देखिन थाल्यो। त्यसबेला मलेसियामा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई को प्रकोप थियो। चिकित्सकहरूले सुरुमा यसलाई जेई नै ठाने। बिरामीलाई जेई को खोप दिइयो। लामखुट्टे मार्ने अभियान चलाइयो। तर विडम्बना, न त खोपले काम गर्यो न त उपचारले। रोग पेराकबाट नेगेरी सेम्बिलन राज्य हुँदै सिङ्गापुरसम्म फैलियो। मलेसियामा मात्र 265 जना संक्रमित भए र त्यसमध्ये 105 जनाको मृत्यु भयो। मानिसहरू मर्न थालेपछि मलेसिया सरकारले सुँगुर नै खरिद गर्न छाड्यो। लाखौं सुँगुरहरू मारिए। यो रहस्यमय रोगलाई कसैले चिन्न सकेका थिएनन्। अन्ततः मार्च 1999 मा मलेसियाका भाइरोलोजिस्ट डाक्टर चुवाका विङले एक बिरामीको मस्तिष्कको सूक्ष्म अध्ययन गरे। तब पत्ता लाग्यो यो जेई थिएन, यो त विज्ञानका लागि नितान्त नयाँ भाइरस थियो। सुङ्गाई निपा भन्ने गाउँमा पत्ता लागेको हुनाले यसको नाम राखियो निपा भाइरस। त्यसो भए यो भाइरस आयो कहाँबाट? अनुसन्धानले देखायो कि यो भाइरसको मुख्य स्रोत फ्रुट ब्याट अर्थात् फलफुल खाने ठुलो चमेरो हो। यो एक जुनोटिक भाइरस हो अर्थात् जनावरबाट मानिसमा सर्ने रोग। मलेसियामा चमेरोले खाएको वा जुठो हालेको फलफुल सुँगुरले खाए। सुँगुरको शरीरमा भाइरस फैलियो र सुँगुरको नजिक जाने किसानहरूमा यो सर्यो। तर अहिलेको अवस्था अझ जटिल छ। यो भाइरस मात्र जनावरबाट मानिसमा होइन, मानिसबाट मानिसमा पनि सर्छ। 1. संक्रमित चमेरो वा सुँगुरको सम्पर्कबाट। 2. चमेरोले जुठो हालेको फलफुल वा काँचो खजुरको रस ताडी खाँदा। 3. र सबैभन्दा खतरनाक संक्रमित व्यक्तिको र्याल, पसिना वा सासको माध्यमबाट अर्को व्यक्तिमा। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार निपा भाइरस मानिसमा फैलियो भने यसले गम्भीर संक्रमण निम्त्याउँछ। यसको मृत्युदर कोभिड-19 को भन्दा कैयौं गुणा बढी छ। अध्ययनहरूका अनुसार संक्रमित 10 जना मध्ये 5 देखि 7 जनाको मृत्यु हुने सम्भावना रहन्छ। निपा भाइरस शरीरमा प्रवेश गरेको 4 देखि 14 दिनभित्र यसका लक्षणहरू देखिन थाल्छन्। कहिलेकाहीँ त 45 दिनसम्म पनि लक्षण नदेखिन सक्छ, जसलाई इन्क्युबेसन पिरियड भनिन्छ। र यसका मुख्य लक्षणहरू के हुन् त? जस्तो उच्च ज्वरो र अत्याधिक टाउको दुख्नु, मांसपेशी दुख्नु र अत्याधिक कमजोरी महसुस हुनु, श्वास प्रश्वासमा समस्या आउनु। तर यो भाइरसको सबैभन्दा डरलाग्दो पक्ष यसले मस्तिष्कमा पार्ने असर हो। यसलाई इन्सेफ्लाइटिस भनिन्छ, जहाँ मस्तिष्क सुन्निन्छ। बिरामी अलमल्ल पर्ने, मानसिक सन्तुलन गुमाउने जस्तो हुन्छ र लक्षण देखिएको 24 देखि 48 घण्टाभित्रै बिरामी कोमामा जान सक्छ। यदि बिरामी भाग्यवश बाँचिहाले भने पनि उनीहरूको स्नायु प्रणालीमा दीर्घकालीन असर बाँकी रहन सक्छ। र सबैभन्दा चिन्ताको विषय, अहिलेसम्म यसको कुनै निश्चित औषधि वा खोप भ्याक्सिन पत्ता लागेको छैन। अब कुरा गरौँ वर्तमान अवस्थाको। सन् 2001 मा पहिलोपटक भारतको सिलिगुडी पश्चिम बङ्गालमा यो भाइरस देखिएको थियो। त्यसपछि केरला र पश्चिम बङ्गालमा पटक पटक यसको आउटब्रेक हुँदै आएको छ। हालै 2026 को सुरुवातसँगै भारतको पश्चिम बङ्गालको कोलकाता नजिकै विशेष गरी बारासात क्षेत्रमा निपा भाइरसका केसहरू पुष्टि भएका छन्। त्यहाँ अस्पतालमा कार्यरत नर्सहरूमा संक्रमण देखिएको छ। यो नेपालका लागि किन खतराको घण्टी हो त? कारण 1. खुला सिमाना र आवत जावत। नेपाल र भारतबीच खुला सिमाना छ। पश्चिम बङ्गाल नेपालको कोशी प्रदेशसँग जोडिएको छ। रोजगारी, व्यापार वा उपचारका लागि दैनिक हजारौं मानिस ओहोर दोहोर गर्छन्। कारण 2. उस्तै पारिस्थितिक प्रणाली।
निपा भाइरस सार्ने टेरोपस प्रजातिको चमेरो नेपालमा पनि पाइन्छ। नेपालमा सुँगुर पालन पनि व्यावसायिक रूपमा फस्टाएको छ। भाइरसको प्राकृतिक वासस्थान र वाहक अर्थात् होस्ट नेपालमै मौजुद भएकोले हामी उच्च जोखिममा छौँ। बङ्गलादेशमा हरेक वर्ष जसो हिउँदमा यो भाइरस देखिन्छ र बङ्गलादेश पनि नेपालको चिकन नेक कोरिडोरबाट धेरै नजिक छ। छिमेकी मुलुकमा जोखिम बढेसँगै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उच्च सतर्कता अपनाएको बताएको छ। मन्त्रालयका अनुसार हेल्प डेस्कको सक्रियता बढाइएको छ, जस्तो काकडवित्ता लगायतका स्थलनाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको निगरानी कडा पारिएको छ। त्यस्तै विभिन्न अस्पताललाई निर्देशन दिएको छ, जस्तो ज्वरो र मस्तिष्क सम्बन्धी लक्षण देखिएका बिरामीको नमुना तत्काल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन देशभरका अस्पताललाई सर्कुलर जारी गरिएको छ। त्यस्तै गरेर शङ्कास्पद बिरामी भेटिएमा उनीहरूको उपचारका लागि विशेष अस्पतालहरू तोकिएको छ। तर सरकारको तयारी मात्र पर्याप्त हुँदैन। नागरिक स्तरमा हामीले के सावधानी अपनाउने त, यो पनि निकै महत्त्वपूर्ण हुन्छ र यसको लागि विभिन्न कुराहरूमा ध्यान दिनु जरुरत हुन्छ। जस्तो फलफुलको सरसफाइमा बजारबाट ल्याएको फलफुल राम्रोसँग पखालेर मात्र खानुहोस्। बोक्रा ताछेर खानु अझ सुरक्षित हुन्छ। त्यस्तै गरेर जुठो फल नखाउँ। भुइँमा झरेका वा चरा जनावरले टोकेका जस्तो देखिने फलफुल गल्तीले पनि नखानुहोस्। काँचो रस बन्द गरौँ। खजुर वा ताडीको रुखबाट निकालिने काँचो रसमा चमेरोको बिष्टा वा पिसाब मिसिएको हुनसक्छ। यसलाई पकाएर वा उमालेर मात्र प्रयोग गरौँ। त्यस्तै गरेर सुँगुर फार्ममा सावधानी अपनाऊ। सुँगुर पालन गर्ने किसानहरूले खोरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ र बिरामी जनावरको सम्पर्कमा जाँदा सुरक्षा सामग्री जस्तो ग्लोभ्स, मास्क प्रयोग गर्नुपर्छ। त्यस्तै गरेर यात्रामा पनि सतर्कता अपनाउनुपर्छ। पश्चिम बङ्गाल वा सङ्क्रमण फैलिएको क्षेत्रबाट आउनु भएको छ भने केही दिन होम क्वारेन्टाइनमा बस्नुहोस् र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस्। अन्त्यमा निपा भाइरस कोरोना जस्तो हावाबाट स्वाट्टै फैलिहाल्ने भाइरस होइन, तर यो धेरै घातक छ। त्यसैले डराउने होइन, सजग हुने हो। प्रिभेन्सन इज बेटर देन क्योर। निपा भाइरसको सन्दर्भमा यो भनाइ 100% लागू हुन्छ, किनकि यसको क्योर अर्थात् उपचार नै अहिलेसम्म पत्ता लागेको छैन। तपाईको सानो सावधानीले तपाईँ र तपाईँको परिवारलाई सुरक्षित राख्न सक्छ। आधिकारिक समाचारमा मात्र विश्वास गरौँ र हल्लाको पछि नलागौँ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्।